हामी आधो बाटोमा आइसकेका छौँ। अब हामी बिस्तारै सबैजना पुग्छौँ। हामी यहाँबाट घुमेर निस्किरहेछौँ। हेलो गाइज, वेलकम टू माई न्यू ब्लॉग। सो आज छ महाशिवरात्रि। सो आज हामी अब जाँदैछौँ साथीहरू सबै मन्दिरमा दर्शन गर्न। यहाँ साथीहरू छ। सो तपाईँहरू लास्टसम्म कन्टिन्यू बस्नु होला। हामी आधो बाटोमा आइसकेका छौँ। अब हामी बिस्तारै सबैजना पुग्छौँ। सो गाई अहिले हामी उपरामा आइसकेका छौँ। उपराभित्र यहाँ उपराको स्थिति अहिले यस्तो छ। भ्यू यहाँ धेरै मान्छेहरू छन्। गाई अहिले अब हामी केही छिनमा पुग्नेछौँ मन्दिरतिर। यहाँ आइसकेका छौँ। सो तपाईँहरू कन्टिन्यू बस्नु होला लास्टसम्म। सो गाई अहिले हामी यहाँ आइसकेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ। अब हामी भित्र छिर्दैछौँ। सो तपाईँहरू कन्टिन्यू बस्नु होला। साथीहरू भेटिसकेका छ। अहिले हामी मन्दिरभित्र आइसकेका छौँ। सो यहाँ छ यो अवस्था छ अहिले। अहिले हामी यहाँ घुमिरहेछौँ। यस्तो छ भ्यू। अहिले हामीहरू दर्शन गरिसकेका छौँ। सो अब हामीहरू यहाँ अलिकति घुमफिर गर्छौँ। साथीहरूसँग भेटघाट गर्छौँ अनि घर जान्छौँ। तपाईँहरूलाई भ्लग कस्तो लागिरहेछ कमेन्टमा भन्नु होला होइन। हामी यहाँबाट घुमेर निस्किरहेछौँ। भिडियो कस्तो लागिरहेछ अनि कमेन्टमा भन्नु होला। यो भिडियोमा 5 मिलियन भ्युज पुर्याउनु पर्यो। सबैले सब्स्क्राइब गरिदिनु होला। 550 सब्स्क्राइबर कम्प्लिट भएछ। त्यसको लागि थ्याङ्क यू गाइज। यस्तै सपोर्ट गर्नु। अहिले अब हामी निस्किन्छौँ यहाँबाट। सो गाइज, आजको ब्लग चाहिँ समाप्त हुन्छ होइन। अनि भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु होला। राम्रो लागेमा लाइक सब्सक्राइब गर्ने कमेन्ट गर्नु होला होइन। अनि मेरो च्यानलमा चाहिँ 550 सब्सक्राइबर कम्प्लिट भइसकेको छ। थ्याङ्क यू सो मच एभ्रिवान फर सपोर्ट। यस्तै सपोर्ट गर्दै जानु होइन। अब फेरि मिल्नेछौँ अर्को ब्लग या भिडियोमा। तपाईँको लागि बाई बाई, टाटा, लभ यु अल।